अहिले एकदमै ठुलो टर्नेडो यसरी आइरहेको छ अनि अहिले पानी पनि पुरै परिरहेको छ। हामी पुरै पानीले भिजौँ। कति 5 सेकेन्ड भाइ कुद्दाखेरि। हामी खासमा जिम आएको थियौँ अहिले 12 बजे हामी जिम आएको थियौँ। ठ्याक्कै जिम आएर वासरुममा लुगा राखेर जब स्ट्रेचिङ गर्नु बाहिर गएको तब हामीलाई जिमको मान्छे बन्द भयो भन्नुभयो क्या। ठुलो नियम भयो आज हाम्रो एउटा। तर ठिकै छ, सबैले फेस गरिरहनु भएको होला। अनि एकदमै ठुलो टर्नेडो आइरहेको छ। एकदमै जाडो भयो। कति बजी यसरी भिजेको जाडो भयो। देख्न सक्नुहुन्छ पुरै पानी परिरहेको छ। अनि अहिले लगभग 12:30 भयो। 2 बजेसम्म बिहानको 2 बजेसम्म पर्छ भन्ने हिसाबले अलर्ट त्यो के भन्नुभएको अछु साइरन बजेको भयो। त्यो भएको हुँदाखेरि चाहिँ हामी घर जानु नि उपयुक्त भनेर सोच्यौँ। बिचरा अनिस भाइ हामीलाई ठुलो आज धोका भयो यो मौसमले गर्दा। लगभग हामी 3 दिन जस्तो जिम मिस गरिसक्यौँ। आज सुत्दा 4 दिन भयो। ठिकै छ, अब लेट्स सी भोलि के हुन्छ कसो हुन्छ। तर अहिले पानी चाहिँ एकदमै धेरै नै परिरहेको छ। चट्याङ पनि लागिरहेको छ। चडाङचुडुङ पनि चडाङचुडुङ पनि गरिरहेको छ। अनि हामीलाई लगभग 10 मिनट जस्तो हामी जिमकै वासरुममा बस्यौँ। त्यहाँको स्टाफले हामीलाई त्यहाँ राख्नुभयो। अनि घरै जाउँ भनेर हामी निक्ल्यौँ। यो पनि एउटा एक्सपिरियन्स हो, एउटा डरलाग्दो रात, डरलाग्दो समयको एउटा एक्सपिरियन्स हो यो पनि। घरबाट बाहिर निस्केको छैन कोही पनि। हामी पनि काम परेकै निक्ले हो, त्यसै घुम्नु निक्लेको होइन। पानी एकदमै राम्रो परिरहेको छ। केही देखेको छैन यताबाट चाहिँ। यता वाइपरले गर्दा देखिरहेको छ। एनिवे अनिस भाइ, यो पनि एउटा मेमोरिज हो है बाबु। डर, खुसी, हाँसो, उमङ्ग सबै यो मेमोरिज हुन्छ। यो अहिले 2025 मा खिचिरहेको भिडियो। आवाज सुन्नुभयो होला टर्नेडोको। यस्तो भइरहेको छ। हामी जाँदैछौँ। अबको 2 मिनटमा हाम्रो घर पुग्छ। त्यहाँबाट भाइलाई त बिचरा अझ 10 मिनट लाग्छ। यो पनि एउटा अनुभवै भयो।